अब हामी दार्जिलिङमा गोर्खाली भन्छ है, गोर्खाल्यान्ड भन्छ। तर गोर्खाली भए पनि नेपाली भए पनि एउटै हो। तर मलाई कस्तो लाग्यो भनेपछि नि यो मन त मेरो गोर्खाली हो भन्दाखेरि चाहिँ त्यो कडभित्र नअटाएको जस्तो लाग्यो क्या मलाई। त्यो गोर्खाली नेपाली हो भन्दाखेरि चाहिँ मजाको आयो क्या त्यो शब्द, मजाको मिठो आयो क्या। अब चट्ट पस्यो क्या। अब त्यहाँ कोही बेला कडले पनि शब्द मान्छ, गीताको कडहरूले शब्द मान्छ नि। म त्यहाँ गोर्खाली पनि लेख्न सक्थेँ। त्यो यो मन त मेरो गोर्खाली हो भन्दाखेरि अलिकति मलाई रफ लाग्यो क्या त्यो। अन्त यो मन त मेरो नेपाली हो भन्दाखेरि चाहिँ नि एकदम क्या अब एकदम सलल बग्छ नि एउटा क्या पानी, क्या पानी बगे जस्तो लाग्यो क्या। यस, अन्त यो मन त मेरो नेपाली हो लेख्दै मैले। कल्पना होइन, यथार्थमा आउँदाखेरि मैले हिमाल चाहिँ चम्किलो सफा छ छाती, आकाश चाहिँ भिजेको बिच